नमस्ते, म डाक्टर विकास शाह हाल नेपाल क्यान्सर हस्पिटल र एभरेस्ट हस्पिटलमा कार्यरत छु। म चाहिँ अन्कोप्लास्टिक ब्रेस्ट सर्जन। अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी भनेको चाहिँ नेपालको कन्टेक्स्टमा यो नयाँ एउटा स्पेसिलिटी हो। तर यो चाहिँ एकदम इम्पोर्टेन्ट स्पेसिलिटी हो किनकि महिलाहरूमा हुने नम्बर 1 क्यान्सर भनेको ब्रेस्ट क्यान्सर हो। ब्रेस्ट सर्जनहरू हामी जस्तो ब्रेस्ट सर्जन नेपालमा एकदम कम छ र ब्रेस्ट क्यान्सरको उपचार भनेको चाहिँ अब स्पेसिफाइड ब्रेस्ट सर्जनले गरेको बेस्ट हुन्छ। अनि ब्रेस्ट क्यान्सर जुन नेपालमा वर्ल्डवाइड नै बढ्दो क्रममा छ, यसको मतलब चाहिँ अब हरेक महिलाहरू पुरुषमा नै हुन त हुन्छ ब्रेस्ट क्यान्सर, तर हरेक महिलाहरू चाहिँ आफ्नो ब्रेस्टप्रति अवेर हुने, आफ्नो ब्रेस्ट समयमा परीक्षण गर्ने र उमेर पुगेपछि जाँचहरू गर्ने र कुनै पनि यदि क्यान्सर हुन्छ भने चाहिँ सुरुवाती अवस्थामै यो क्यान्सर पत्ता लागोस् र सुरुवाती अवस्थामै यो क्यान्सरको उपचार भने चाहिँ यसको जुन प्रोग्नोसिस भन्छौँ, जुन उपचारपछिको रिजल्ट हुन्छ एकदम राम्रो हुने भएको हुनाले चाहिँ सुरुवातीमै अवस्थामै रोग पत्ता लागोस् भनेर आफ्नो स्तरप्रति अवेर हुने र कुनै पनि गाँठागाँठी भेटिन्छ भने चाहिँ हामी जस्तो ब्रेस्ट सर्जन कोही सर्जनलाई भेटेर यो तपाईँको यो ब्रेस्टको लम्प कुनै डबल पनि गाँठागाँठी हो कि होइन भनेर चाहिँ पत्ता लगाइरहनु पर्ने हुन्छ।